हेलो गाइस, नमस्ते सबैजनालाई। आज पनि हिजोको जस्तै एउटा सानो ब्लग बनाउन गइरहेको छु। आज इलेक्ट्रोनिक सिटीमा कुन ठाउँमा थाहा भएन, तर नेपालीले अरे कि यहाँ लोकलले नेपाली मारेको भन्ने खबर सुनिसकेपछि हामी घरबाट भर्खर अब जाउँ भन्ने तयारीमा लागिसकेका छौँ। आज भने आफ्नो गाडीमा पेट्रोल नभएको कारणले गर्दाखेरि आज बाइक कार लिएर जाउँ भन्ने निर्णय गरिसक्यो हामीले चाहिँ। होइन, त्यही हो। हाम्रो आदरणीय राजु सर चाहिँ उता के भन्छन् माधवपुर बस स्टपमा रोकिराख्नु भएको छ। उहाँ चाहिँ अलि अगाडि म अलिक कामले गर्दाखेरि जान पाएको थिइनँ, अलि अगाडि निस्किन पाएन घरबाट। होइन, त्यही हो। अब सर र हामी मिलाएर जान्छौँ भन्ने हो। गाडी चाहिँ पछाडि सरबाट जय श्रीराम यताबाट निस्किनु पर्यो। अब हामी भन्ने खतरनाक गइहाल्नु पर्यो भन्ने हो। गाडी हारेको छ, गाडीबाट वेट गरिरहेको हामी फेरि खोइ किन हो थाहा छैन। टक्क लाएर घरबाट निस्किसक्यो। धेरै टाइम लाग्यो जस्तो छ। आफूले भने सर्लक्क आउनुपर्ने अवस्था आइसकेको छ। यतिखेर भने लक्क लाएर हामी घरबाट निस्किसक्यो अवस्था। होइन, त्यही हो। बाँकी भने माधवपुरमा पुगेपछि है त मेन रोडमा जानु पर्यो सिधै। यही त हाम्रो मेन रोड आउँछ। गाह्रो छ भन्ने हो। यतिखेर भने हामी टिन फ्याक्ट्रीमा पुगिसकेका छौँ। टिन फ्याक्ट्रीमा आज ट्राफिक त छैन। होइन, त्यही पनि गाडी एकदम सरर गइरहेछ। होइन, खतरनाक भन्ने हो। त्यही हो। अहिले हाम्रो आदरणीय सर पनि भेटिनु भएको छैन। माधवपुर बस स्टपमा छौँ भनिसकेपछि हामी चाहिँ सरर गाडी लिएर माधवपुरमतिर कुदिरहेका छौँ। हाम्रो नयाँ बस पार्क साथीहरूले नयाँ गरिसकेको छ। यता भने पुलिसले पनि गाडी बिग्रेर धक्का हानिरहेछ, यता देख्न सक्नुहुन्छ। हामी भने सरर भने अगाडि अझ त ट्राफिक धेरै कम छ अरू दिनभन्दा पनि। त्यही पनि बिस्तारै बिस्तारै कुदाइरहेका छौँ गाडी। अगाडि गाडी भर्खर अन्त तपाईँ देख्न सक्नुहुन्छ। गाडी खतरनाक छन्, यतातिर बसहरू पनि खतरनाक छन् भन्ने हो। त्यही हो। यतातिर भने पनि डेन्जर छ भन्ने हो। बसवाला पनि पेलेर आएका हुन्छन्। म्याम फेरि भन्न सकिँदैन। हामी भने यतिखेर हाम्रो आदरणीय मामा पनि यता सिटी बजाउँदै केयरपुरम जाने रोड अगाडि चाहिँ यता सर्लक्क बाँकी यहाँदेखि भने ट्राफिक लागिसकेको छ। अनि एउटै हातले गाडी ह्यान्डल गियर सबै सामान त गाह्रो छ नि। यहाँ यतादेखि चाहिँ अलि ट्राफिकै छ, तैपनि कुदाइरहेछौँ भन्ने हो। ठिकै छ। यो ट्राफिकले बडा मुस्किलबाट निस्क्यो यहाँबाट यार। यस्तो ट्राफिक लगाइरहेछ कि पुरै छोड्यो कि भन्नै पनि नहुने। होइन, त्यही हो। गाडी पनि म्याम फेरि कसरी चलाइराख्नु भनेर पुरै छोडिदियो। अनि यहाँ चाहिँ अलि अगाडि माधवपुरम बस स्टप आउँछ। अनि हाम्रा साथीहरूले नयाँ बस स्टप भनेपछि अलि अगाडि नै छ, यहाँदेखि 2 किलोमिटर छ। त्यही हो। अरू त के नै भन्न सक्छ साथीहरू। त्यही हो। खतरा गाडी चलाउन आउँदैन, त्यही पनि अलिअलि चलाइराखौँ भन्ने हो। अलिकति भयो सिकिराख्नु पर्ने हुन्छ। होइन, त्यही हो। कहिलेकाहीँ गाडी पनि चलाउनु पर्छ। सरर भन्ने हो। गाडी 3 गियरमा हामी सर गएर पुरानो बस स्टप चाहिँ यहाँनिर हो, राइट साइडमा पर्छ। हामी चाहिँ सिधै अगाडिबाट गएर बिचमा हालिहाल्यौँ। हामीले टेम्पोवाला अलिक छिटो लिँदैन भन्ने हो। यता पहिलाको पुरानो चाहिँ यतापट्टि पर्छ र हामी अलि सिधै गइहाल्यो भने जुन चाहिँ नयाँ बस पार्क छ अब हामीहरू तपाईँलाई देखाउनेछौँ यही भिडियो मार्फत। खतरनाक छ भन्ने हो। त्यही हो। बाँकी त के नै भन्न सक्छौँ र हामीले। अनि हाम्रो नेपाली
दाजुभाइ चाहिँ उता यहीँको लोकलले हानेर मारेको खबर सुनिसकेपछि हामीहरू यहाँबाट निस्कन लाग्छौँ। उता आदरणीय सर अघिल्लो बस स्टपमा छु, म यो बस स्टपमा छैन भन्ने जानकारी दिइसकेपछि हामी सरर यहाँबाट कुदिरहेछौँ होइन। त्यही हो साथीहरू, यति फेर भने हामी नयाँ बस पार्कमा आइसकेका छौँ। आदरणीय हाम्रा सर यता धेरै पछि मलाई घरमा छोडेर आएछन् होइन। हामीले चाहिँ अहिले भर्खर भेटिसकेका छौँ। यतिखेर यता नयाँ बस पार्क गर्न रेडी हुन लागेको रहेछ होइन, देख्न सक्नुहुन्छ। अब कसलाई हात मिलायो तिमीले? सिनेन नचिने जस्तो गर्नु भएन, घमण्डी भयो भन्छन्। बाइकमा जाँदैछ चन्दपुरको लागि। अरू साथीहरू चाहिँ पुलिस स्टेसनमा वेट गरिराख्नु भएको छ अरे होइन। त्यही हो, हामी पनि यतिखेर पुगिसकेका छौँ बाटोमा। खतरानाक बस स्टपबाट पुगिरहेका छौँ सरर भन्ने हो। अरू त के भन्नु होइन। बस पार्कमा गाडी छोडेर अब अर्को बाइक समातेर चन्दापुरको लागि जाँदा अवस्था छ होइन। बाँकी के छ भनेदेखि त्यहीँ गएपछि त्यहीँ गएपछि बुझिन्छ है त। भने हामी मारपल्लीमा पुगेका छौँ। मारपल्लीको ट्राफिक तपाईँहरू देख्न सक्नुहुन्छ। गाडी गाह्रो छ, ट्राफिक लास्टै जाम भइरहेछ। ट्राफिक छ भन्ने देखिएको छौँ। अब गाडी यता हाल्ने उता हाल्ने केही बुझ्न सकिरहेको छैन। ट्राफिकमा एक घन्टा यहाँदेखि अगाडि जाँदा यतिखेर भन्ने यहाँ गाडी ठोकिसकेको छ। यहाँनिर गाडी ठोकिसकेको छ। यता गाडी ठोकिसकेको रहेछ। एकदम सिरियस रहेछ। खतरनाक गाडी ठोकिया रहेछ यार। सूर्यनगर पुलिस स्टेसनमा पुगेका थियौँ, तर त्यहाँको खास केसको केही अत्तो केही भएन होइन। अहिले रातिको बेलामा जलाउने भनेर त्यही हो। अरू त के नै छानबिन गरेको त्यस्तो भएन जस्तो लागेन मलाई त। त्यही पनि अहिले जलाउने बनाउनु भयो खै अब हेरौँ कस्तो बाटोमा देखिन्छ कि अब डाउट गरिएको छ हो। बयान बजिरहेको छ थोडा बयान बज्यो छ भनेपछि दुईजना आएर हाम्रो घरमा पुग्यो भन्यो। त्यो लेडिज चाहिँ स्वयं उता गएर रहेछ घटना मतलब त्यहाँ अपार्टमेन्टमा जहाँ काम गर्नु छ कि त्यहाँ गएर आफ्नो बुढालाई लिएर त्यसो भइदियो मुस्किलै छ होइन। ए होइन लेडिसले बयान बदलिसकेपछि त बाटै खतम भएको त यार। एक बयान भनेपछि एक ठाउँमा एक कुरो गर्ने र अर्को ठाउँमा एक कुरो गरिसकेपछि सक्यो मानस। त्यही हो बयान गर्नु भनेको, अरू किन। एउटै बयान गरिदियो भयो केही न केही भइहाल्थ्यो कि। बयान गरिदिएपछि सक्यो भन्ने। उता हाम्रा ललित भट्टराई अगाडि जान लाग्छ र पछाडि हामी पनि सँगसँगै कुदिरहेछौँ होइन। यो केसमा के होला जस्तो छ सर? केही होला केही हुँदैन होइन। बल्लेको कुकुर मारे जतिको पनि घरले देखाएन पुलिसले गर्लाई तपाईँ छैन भने आउन मात्र आएर राजमा टिकाएर आफन्तले हो क्या यो केसमा। उनीहरूलाई हतार छ बस। हतार र अहिले बयानले छिटो गर्दाखेरि छिटो सबैले छिटो भन्दाखेरि पो यहाँसम्म पुग्यो। त्यही भएर अहिले रातिको समयमा गुल्मी गेट मसान घाटमा जानु अब यता त्यही जाउँ। अब के हुनेवाला जस्तो छैन भन्ने कुराहरू देखायो। त्यो पनि केही बयान फेरिहाल्यो भने त्यही भएर गाह्रै देखियो। अब मुस्किलै छ। यता हाम्रा ललित दाइ होला जस्तो केही पनि लागेन।